म शर्मिला रमौली अनि धेरै दिनपछि चाहिँ भ्लग बनाउँदैछु। आज मगर स्थापना दिवस 43औं स्थापना दिवस रहेको छ र यतिखेर सर्लाही जिल्लामा छु। हुन त म सर्लाहीवासी नै हो। आज सर्लाही जिल्लामा चाहिँ 43औं मगर स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम र साङ्गीतिक कार्यक्रम रहेको छ र यतिखेर म गाडीभित्र छु। आज चाहिँ म आफैलाई पनि स्पेसल ट्रिट भइरहेको छ बिकज हाम्रो आदरणीय गायिका दिदी कालिका रोका मगर लोकगायिका वरिष्ठ गायिका उहाँ आउनुभएको छ र उहाँलाई कम्पनी दिनको लागि फिमेल मान्छे कोही पनि नभएर म छु उहाँको साथमा। गाडीमा दिदी हुनुहुन्छ, यसै गरी हाम्रो गुरुजी दाई पनि हुनुहुन्छ। उहाँ चाहिँ यहीँको स्थानीय दाई हुनुहुन्छ, चिनेकै दाई हुनुहुन्छ, छिमेकी दाई। र आजको यो प्रोग्रामको सानोतिनो झलकहरू चाहिँ यहाँलाई देखाउने छु। धेरै क्लिपहरू चाहिँ बनाउन भ्याउँदैन, तपाईँलाई थोरै थोरै क्लिपहरू देखाउनेछु। यतिखेर चाहिँ हामी यहाँनिर वेटिङमा छौँ। दिदीलाई चाहिँ कार्यक्रममा चाहिँ स्वागत गर्ने कार्यक्रम रहेको छ। पञ्चे बाजाद्वारा चाहिँ स्वागत कार्यक्रम रहनेछ। पञ्चे बाजाको वेटिङमा छौँ। हामीलाई चाहिँ स्टेज यो गेट बाहिर गएर बस्नु भन्नुभएको थियो। हामी यतिखेर यहाँनिर बाहिर छु र दिदी हुनुहुन्छ। दिदी हेलो। हेलो नमस्ते। तपाईँलाई धन्यवाद। कस्तो लागिरहेको छ दिदी? एकदमै रमाइलो लागिरहेछ भन्दा पनि अब रमाइलो भित्र त छिरेकै छैन। अब यो गाडीमा पनि एकदमै ठिक छ। हाम्रो दाई बस्ने दाईले एकदमै उहाँ के अरे मलाई सिमारा एयरपोर्ट गएर लिएर आउनुभयो बिहानभरि अनि एकदमै खुसी छु। शर्मिला बहिनीको साथ पाछु अनि साथै हाम्रो बस्ने दाईको साथ पाछु। अब अहिले भित्र गएपछि अब दर्शक श्रोताहरूको माया भनेको त अब छँदैछ, आयोजकको माया छँदैछ। अहिलेलाई चाहिँ गेट बाहिरै छु। सर्लाहीको मगरहरूलाई भेट्नको लागि कतिको उत्साह? एकदमै धेरै धेरै। र तपाईँलाई हाम्रो तर्फबाट सर्लाहीवासी सबैजनाको तर्फबाट सर्लाही जिल्लामा हार्दिक स्वागत छ। ल सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। गुरुजी दाई पनि हुनुहुन्छ, गुरुजी दाईलाई पनि स्वागत छ भ्लगमा। दाई अलिकति परिचय दिदिनु न तपाईँको। विष्णु बस्नेत, मेरो घर सर्लाही सुके पोखरी। ल उहाँ चाहिँ हाम्रो छिमेकी नै हुनुहुन्छ है। यहाँलाई पनि मेरो भ्लगमा स्वागत छ। छोटो सानो, हामी धेरै क्लिप राख्दैनौँ। 5-6 मिनटको भ्लग बनाउने छु म। अब चाहिँ अलिअलि क्लिप देखाउने छ है त। यो चाहिँ सुर्ती विकास हरियो नगरपालिका। यो वडा नम्बर कति हो? यो वडा नम्बर कति पर्छ तपाईँलाई थाहा छ? वडा नम्बर 10। यो वडा नम्बर 10 सुर्ती विकासमा कार्यक्रम भइरहेको छ। यो चाहिँ हाम्रो गेट। त्यो सायद त्यहाँ पुग्यो भने चाहिँ आउने होला क्या। गेटनिर गइदिउँ न। होइन यही हो। हेर्न सक्नुहुनेछ कस्तो राम्री राम्री ब्युटिफुल मगर्नी नानीहरू आफ्नो पोसाकमा सजिएर हिँडिरहनु भएको छ। लगभग कार्यक्रम समय अवधि भनेको भन्दा साह्रै नै ढिलो भइसकेको छ। मगरहरू जे कुरा पनि ढिलो हुन्छ अरे होइन। यतिखेर चाहिँ हाम्रो कालिका दिदीलाई स्वागत गर्ने तर्खरमा हुनुहुन्छ हाम्रो पञ्चेबाजा टोलीहरू। यो पञ्चेबाजा चाहिँ दिदी यो हाम्रो लाङ्गाली क्लब भनेर छ होइन, लाफा युवा क्लब। यो हाम्रो मगर गाउँको मगर दाजुभाइ दिदीबहिनी यो टिमले चाहिँ सबैजना मगरै हो है। तपाईँको पञ्चेबाजा बजाउने जति टोलीहरू पनि ए झर्नै पर्ने झरेर पो रहेछ। हामी दिदी झर्दै हुनुहुन्छ।
मानिसहरू त्यहाँ उपस्थित जुन छौँ 10,000 को संख्यामा त्यो हामी उद्घाटन सत्रमा सहभागी त्यहाँ हुनेछ। यसै कारणले गर्दा हाम्रो मगर सङ्घको तर्फबाट पनि तपाईँहरूको एउटा प्रस्तुति उपस्थिति अनि त्यहाँ मलाई यसरी यो ठाउँमा निमन्त्रणा गर्नुभयो। आज यस कार्यक्रमका प्रमुख अतिथिज्यू अध्यक्षज्यू र विशिष्ट अतिथिज्यूहरूले हाम्रो चर्चित गायिका लोक कालिका रोका मगरज्यूलाई सम्मान गर्दै हुनुहुन्छ। त्यसै गरी आज यस कार्यक्रमका विशिष्ट अतिथि धन्यवाद कार्यक्रम सञ्चालक भाइलाई। आज नेपाल मगर सङ्घको स्थापना भएको 95 कार्यक्रमका सभाध्यक्ष एवं नेपाल मगर संघका जिल्ला अध्यक्ष राणा मगरज्यू, त्यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय समितिका महासचिव टेक बहादुर नामजालीज्यू मगरज्यू, उहाँलाई यो सङ्घको भूगोलमा विशेष आतिथ्यताको लागि मेरो हृदयदेखि उहाँलाई आतिथ्यताको लागि हार्दिक धन्यवाद आमन्त्रण गर्न चाहन्छु। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री एवं माननीय मगरज्यू र मैले मञ्चमा सम्बोधन गर्नुहुँदैन प्रदेश समितिका हाम्रा प्रदेश समिति नेपाल मगर सङ्घका मुख्य सचिव केन्द्र आले मगरज्यू, पार्टी पङ्क्तिबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण नेतागण र उपस्थित बुद्धिजीवी सम्पूर्ण उपस्थित मगरहरूमा नेपाल मगर सङ्घ पूर्व केन्द्रीय सदस्यको हैसियत एवं मेरो व्यक्तिगत अहिले तर्फबाट यहाँ समक्ष जोडले नमस्कार लासो। आफ्नो वेशभूषा, आफ्नो बोली, आफ्नो शब्दहरूलाई रश्मि थापा हो। नमस्ते, मेरो नाम लाली थापा हो। नमस्ते, मेरो नाम अमिषा थापा हो। अवसरमा ह्याप्पी मगर दिवस गाइस। कति कालु देखेको कार्यक्रमका विशिष्ट अतिथि हाम्रो कौरा नृत्य सकेर पनि हामी यहाँ आराम गरिरहेको छु। माननीय संसद बाई बाई। त्यस्तै पूर्व केन्द्रीय सदस्यले नेपाल मगर सङ्घको यो स्थापना दिवस मान्नुका औचित्यहरू धेरै कुराहरू उहाँले राख्नुभएको नगइकन संक्षेपमा यतिखेर यो ज्ञानमा लेखेको तपाईँहरू देखिरहनु भएको छ। मगर सभ्यताको दस्तावेजीकरण गर्दै
लखन सांस्कृतिक सङ्ग्रहालय बनाउँ, साङ्गठनिक उत्सवको रूपमा मगर सङ्घको 43औं स्थापना दिवस मनाउँ भनेर यो मुख्य नाराका साथ देश विदेशभरि यो मुख्य नाराका साथ यो जिल्ला अध्यक्षज्यूप्रति उहाँप्रति आचार्यमालाई ज्ञापन गर्दै आफैमा आयोजक पनि हुनुहुन्छ अनि सबभन्दा प्यारो मान्छे अब मेरो मान्छे भन्नु भएन दाइ भन्छ गुलामी मगर दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र पहिलोचोटि सर्लाहीमा टेक्ने अवसर पाएको छु यसको लागि पनि उहाँलाई धेरै धेरै धन्यवाद लगायत सम्पूर्ण आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म अलि नजिक नजिक भयो भने मजै लाग्दैन कि सबैजना मेरो नजिक नजिक आइदिनु कि टाढा भयो भने मलाई गीतै आउँदैन हेर्नु अब हजुरहरू जति नजिक आउनुभयो त्यति मलाई गीत गाउनु मजा लाग्छ हो कि होइन गाडीमा चढेर जान लाउनु भएका दिदीबहिनीहरू आमाहरू मौसम गुरुङ र मेरो आवाज त्यसै गरी ओम छिनालको लय शब्दमा रहेको सबैले धेरै माया गरिदिनु भएको गीत मुगलिन फुलको ट्र्याक बजाइदिनु होला म धेरै गीतहरू गाउँछु तर हजुरहरूले हौसला दिनुभयो भने नाच्नुभयो भने मात्रै है मलाई बोल्न आउँदैन गीत गाउन मात्रै आउँछ है यति बुझ्नु होला मैले केही कतै गल्ती बोलेको छु भने माफी चाहन्छु र आजको प्रमुख अतिथि हाम्रो टेक भेनालाई पनि सम्मान गर्न चाहन्छु र त्यसै गरी विशेष अतिथिज्यूहरू माननीय ज्यूहरू सबैजनालाई सम्मान गर्दै म चाहिँ गीत सुरु गर्न चाहन्छु मुगलिन फुलको ट्र्याक बजाइदिनु होला सबैजना नाचिदिनु होला है आज मगर दिवसको अवसरमा हामीले दिनभरि कार्यक्रम गऱ्यौँ र यतिखेर हाम्रो क्लबमा चाहिँ गुम्बामा चाहिँ लोकदोहोरी कार्यक्रम भइरहेको छ आदरणीय कालिका रोका मगरज्यू र यहीँको स्थानीय हाम्रो अङ्कल मामाहरूसँग लोकदोहोरी कार्यक्रम भइरहेको छ त्यो पनि प्रस्तुति पनि यसैमा जोडेर देखाउनेछ है त अनि पछाडि मेरो मम्मीहरू आमा मम्मी र छ्यामा अनि यहाँ भिडियोलाई अलिकति उज्यालो बनाइदिने मेरो भाइ इमान राणा मगर
दुईजना रमाइलो हामी यतिखेर लोकदोहोरी प्रतियोगिताको पर्खाइमा छौँ र त्योभन्दा अगाडि हामी हाम्रो आदरणीय दाई क्रिस गुलामी दाईको प्रस्तुति हेर्नेछौँ। यता बसेर हुन्थ्यो नि गाउने मान्छेहरू यता बसेर go.